नमस्ते। आज चाहिँ म तपाईँहरूसँग हाम्रो दार्जिलिङको लाइफ सेयर गर्दैछु। लाइफ मात्र होइन, डाइट सेयर गर्दैछु है। दार्जिलिङ चाहिँ एकदम चिया बगानको लागि एकदम फेमस छ, तर त्यहाँनिर हाम्रो हार्ड वर्कर्स श्रमिकहरूको लागि प्रपर डाइट बुझेका छैनौँ हामीले। कतिपय त हामी एउटै खाना नै खाइरहन्छौँ क्या, डेली नै, जस्तै दाल भात सब्जीहरू हामीले एड गरेर प्रपर डाइट हामी कहिले पनि खाँदैनौँ। त्यही कारण कतिजनालाई त हामीलाई, जस्तै मलाई पनि थाहा थिएन प्रपर डाइट के हो, भर्खर नै बुझ्दैछु। हामी भन्छौँ नि मलाई त अलिकति सब्जीले म त मजाले खाइहाल्छु भनेर, बट द्याट इज रङ। हाम्रो लोकल्ली एभाइलेबल भेजिटेबल्सहरू, सिजनलहरू यति छ है, त्यो हामी मजाले बनाएर खान सक्छौँ। म सेयर गर्छु है। निङ्गुरो एकदमै राम्रो उयो हो है। जस्तै अब लोकल्ली पनि पाइहाल्छ जङ्गलतिर है, त्यो धेरै प्रकारको हुन्छ। यसमा हामी दाल भात निङ्गुरो बनायौँ भने पनि मजाले भइहाल्छ। हाम्रो दार्जिलिङमा 10 मिनट्स डेलिभरी सर्भिस त पोसिबल छैन, तर हामीले हाम्रो गाउँघरमा जे छ त्यही नै खाँदा भइहाल्छ। अनि रायोको साग, यो पनि जेसँग पनि मिठो हुन्छ है। यसको झोल हामीले एउटा सब्जी बनायौँ भने चाहिँ, एउटा सागको झोल बनायौँ भने एउटा प्रपर सलाद, काँक्रा भयो, गाजर भयो, मुला भयो, साइडमा त्यो राखेर खान सक्छौँ, ताकि हाम्रो डाइट एउटा ब्यालेन्स डाइट होस् है। मानेको पत्ता, त्यसको त झन् पत्ता, सापडा, मुनिको पिरालु सबै नै खानुहुन्छ है। सिस्नुको झोल पनि एकदमै मिठो हुन्छ है। तर हामीले एउटा खाना मात्रै होइन, प्रपर डाइट, अब हामीले एउटा के को झोल खाँदैछौँ भने एउटा सलाद, अन्डा या मासु खान्छ भने मासु, अन्डा मासु खाँदैन, हामी भेजिटेरियन छौँ भने यो प्रोटिनको लागि पनिर खान सक्छौँ है। प्रपर ब्यालेन्स डाइट चाहिँ हाम्रो लागि हुनु जरुरी छ है। अब हाम्रो आमाहरू बुढो हुनु जानुहुँदैछ, हामी पनि एज बढ्दै जाँदैछ, प्रपर डाइट हुनु चाहिँ एकदमै जरुरी रहेछ। मैले अहिले गएर बुझ्दैछु। हामी है भइहाल्छ। कोही बेला त हामी है ब्रेकफास्ट र लन्च एकै टाइममा गर्छौँ नि। 10:30देखिको 11:30सम्म गऱ्यौँ भने ब्रेकफास्ट पनि भयो, लन्च पनि भयो भनेर है। त्यस्तो चाहिँ कहिले पनि गर्नु हुँदैन। हामीले ब्रेकफास्ट, लन्च, डिनर प्रपर टाइममा गर्नुपर्छ, मेन्टेन गर्नुपर्छ है। यस्तै प्रपर जानकारीको लागि मलाई लाइक, सेयर, सब्सक्राइब गर्नुहोला। धन्यवाद।